यस्तै साँगुरो बाटोमा पुगिसकेका छौँ। अब यो रुखलाई चाहिँ कटिङ गर्ने हो, बाँकी छ। यति काटिसकेका छौँ। पानी परिरहेको छ, हेर्नुहोस् यहाँ होइन। त्यो चाहिँ विशालो हुन्छ। आज म चाहिँ कुन चाहिँ खाने हो त्यो देखाउँदैछु। वाउ, यो चाहिँ आज म अहिले जाँदैछु सोतर काट्नुको लागि, सोतर काट्नुको लागि जाँदैछु। आजको यात्रा हेर्नुहोस् कस्तो कस्तो हुन्छ, म सबै हजुरहरूलाई देखाउने छु होइन। हाम्रो गाउँको समसामयिक जीवन कस्तो हुन्छ, कसरी व्यतीत हुन्छ, म त्यही हजुरहरूलाई यो च्यानल मार्फत देखाउने छु। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस्, दबाएर सेयर गर्नुहोस् र यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। कस्तो हुन्छ के हुन्छ यसबाट सिक्नुहोस् होइन, व्यवहारिक कुराहरू पनि सिक्न पाउनुहुनेछ। ओके, लाइक। हेर्नुहोस् अब यहाँ चाहिँ घोगाहरू यसरी बालक निकालिरहेको बाटो अलि चिप्लो चिप्लो छ, हेर्नुहोस् यस्तै छ, के गर्ने। लटिला जस्तो छ होइन, सहरको जस्तो चिल्लो चिल्लो पिच सडकहरू छैनन्। यहाँ चाहिँ यस्तै साँगुरो बाटोमा जानुपर्छ, हिँड्नुपर्छ। आज चाहिँ धेरै दिनपछि यसरी बिदो भएको छ होइन, बिदो भएको छ। बेली चाहिँ धेरै पानी लागेको थियो, अहिले अलिअलि यस्तै छ मौसम, फेरि पानी पर्ला जस्तो छ। ल गाइजहरू, फाइनली अहिले चाहिँ मेलामा पुगिसकेका छौँ। अब यो रुखलाई चाहिँ कटिङ गर्ने हो होइन, सोतरपछि अब त्यो चाहिँ गोरुको चाहिँ होइन, यो वस्तुभावहरू छन् तिनीहरूको सुत्ने ठाउँमा चाहिँ छरेर राख्ने हो। अनि त्यसपछि मल हुन्छ, त्यो मल चाहिँ खेतमा प्रयोग गरिन्छ। अब चाहिँ म यो कटिङ गर्छु। ल यो चाहिँ उत्तिसको रुख हो, उत्तिसको रुख। ल अहिले चाहिँ म यहाँ त पुगेको छु, हेर्नुहोस् अब यति रुख काट्न बाँकी छ। यति काटिसकेका छौँ। यस्तै छ गाउँको भ्यू, हेर्नुहोस् चारैतिर कुहिरो लागेको छ। अहिले हामी यहाँ माथिबाट आएको थियौँ। फाइनली गाइज अहिले चाहिँ मैले यो सोतर काटिसकेको छु, हेर्नुहोस् रुखको भ्यू यस्तो छ। आएको छु हेर्नुहोस्, तल मान्छे कति सानो देखिरहेका छन् होइन। म चाहिँ यहाँ रुखमा छु, यति हाइटमा, यस्तै छ हेर्नुहोस्। भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। भारी बनाएर अहिले चाहिँ म यहाँ घरतिर लागिसकेको छु, हेर्नुहोस् गाइजहरू यस्तै छ अवस्था। रमाइलो छ जे होस्, आफ्नो शरीरको व्यायाम भइरहेछ। अहिले हेर्नुहोस् यो चाहिँ बारीमा उचाएर ल्याउँदै थियो, हिँड्दा गर्मी भएर पस्न भने हेर्नुहोस् यसरी तप झर्दैछ। चारैतिर कुहिरो लागेको भ्यू छ। फेरि आइसकेको छु, आजको मौसम देख्न सक्नुहुन्छ, पानी परिरहेको छ, हेर्नुहोस् यहाँ। तर पनि म तपाईहरुको लागि भनेर भिडियो बनाउनको लागि आएको छु यहाँ जंगलतिर हैन। अब यसो घुमघाम गर्नको लागि आएको छु। हेर्नुस् मैदान यहाँ गजब छ, भविष्यको एयरपोर्ट हो यो चाहिँ हैन। अब यस्तै छ हेर्नुस् हैन। म चाहिँ रेगुलर एक्सरसाइजहरु गर्नको लागि हैन, दौड्नको लागि चाहिँ यतै आउने गर्छु। ठाउँ चाहिँ यहाँ मजाको नै छ, देख्न सक्नुहुन्छ तपाईहरुले। क्यामेराको फोकस अटोमेटिक भइराखेको छ यहाँ चाहिँ। अब यो चाहिँ यता यो माथि जो कुहिरोले ढाकेको छ यो पर्वतको त्यही माथि छ सिगास धाम हाम्रो। गाइजहरु यस्तै छ पहाडतिर हैन, खुल्ला हावा जहाँ पनि फ्रीमा यसै हावा पाउन सक्छौं, ताजा हावा हैन। यसरी गयो भने भिरतिर हेर्नुस् यसै हावा हाम्रो त 24 घण्टा वरिपरि बहन्छ। ल गाइजहरु, आज म यहाँ गाडातिर आएको छु हेर्नुस्। अब च्याउहरु खोज्नको लागि, खाने च्याउ हुन्छ जो
तिनीहरूलाई खोज्दैछु म चाहिँ। हेर्नुहोस् अब भेट्यो भने हजुरहरूलाई पनि देखाउँला कुन खाने कुन नखाने। यहाँ विशेष गरेर ध्यान दिनुपर्ने हुन्छ। त्यही भएर मैले यो अघिल्लो भिडियोमा पनि भनेको थिएँ, एउटा च्याउ पनि देखाएको थिएँ जुन नखाने होइन, त्यो चाहिँ विषालु हुन्छ। आज म चाहिँ कुन च्याउ खाने हो त्यो देखाउँदैछु, पायो भने देखाउँला। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। च्याउ सानो भेटेका छौँ हामीले चाहिँ। आउनु चाहिँ म तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् यहाँ छ, यहाँ यो फोकसिङ हुँदैछ। हेर्नुहोस् यो चाहिँ खाने च्याउ हो। अब यसलाई म निकाल्छु। हेर्नुहोस् यो यस्तो चाहिँ खानुपर्छ। एउटा अर्को ल दुईटा पायौँ हामीले चाहिँ अहिले। योभन्दा पनि ठुलो हुन्छन् है। अब त्यो पायो भने अहिले देखाउँला हामी होइन। ल अझै हामी खोजिरहेछौँ, सर्च यहाँ चलिरहेछ सर्चिङ कार्यक्रम। ल गाइज हामीले चाहिँ एउटा अर्को च्याउ यहाँ पाइसकेको छौँ। हेर्नुहोस् यहाँ वाउ, यो चाहिँ अघि हामीले भेटेको भन्दा अलि ठुलो छ। यस्तो च्याउ तपाईँहरूले पनि कहीँ कतै देख्नुभयो भने यो चाहिँ टिपेर खान सक्नुहुन्छ होइन। ल यो राख बहिनी। भिडियो कस्तो लाग्यो तपाईँहरूलाई आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिनु होला। ब्लग टाइपको पनि होइन, यो यस्तै हो। आफ्नो व्यक्तिगत कुराहरू साझा गर्ने, त्यस्तै एक्सपिरियन्सहरू बताउने, कहाँ कहाँ गए त्यस्तै घुमाउने नयाँ नयाँ ठाउँहरू। अब पाहाडको धेरै जस्ता मान्छेहरू आफ्नै बिजी हुन्छन् होइन, घुम्न पाउँदैनन्। त्यही भएर मेरो लक्ष्य चाहिँ अब जहाँ जहाँ जान सक्छु त्यहाँ त्यहाँ हजुरहरूलाई पनि देखाउने होइन, यो ठाउँको बारेमा बताउने। नेपालमा पनि यस्ता धेरै ठाउँहरू छन् जसको चाहिँ प्रचार हुनु आवश्यक छ। ती कुराहरू चाहिँ म हजुरहरू संसार समक्ष ल्याउन चाहन्छु। मेरो लक्ष्य छ होइन। अब हेरौँ के हुन्छ। अब त्यो समयले नै देखाउँछ। अहिले यो गर्छु त्यो गर्छु भनेर भन्न सकिँदैन। यस्तै छ। ल आजको भ्लग यस्तै भयो। अब सब्सक्राइब गर्नु होला। अर्को दिन म योभन्दा इन्ट्रेस्टिङ भिडियो लिएर आउनेछु। च्यानल सब्सक्राइब, लाइक, भिडियो कमेन्ट गर्नु होला। आफ्नो प्रतिक्रिया दिन अवश्य होला।